हेलो साथीहरू सबैलाई गुड आफ्टरनुन। म चाहिँ अहिले बुटोलमा हाम्रो लाउरे दाई भविन दाईलाई भेट्न आएको। अब यति हराइयो है गाइसहरू। दुईवटा लाउरे दाईहरू यहाँ हुनुहुन्छ, म चाहिँ यता छु। सानो यसो ठ्याक्क भलक गराइदिउँ भनेर है बाइक बुलेट बाइक रेन्टमा लिन जानु लाग्यो। अब दुईवटा जति निकालिन्छ होला, धेरै चाहिँ निकालिन्छ, लगभग दुईवटा जति बाइक रेन्टमा निकालिन्छ। हाम्रो चाहिँ अब दाईहरूको सल्लाह हुँदैछ। अब मसँग त पैसा छैन, त्यही पनि अब दाईहरूसँग छ नि त पैसा, लाउरे दाईहरू हुन्छ त हान्नै पऱ्यो अलिअलि त होइन। बुटोल बजारमा जे भए पनि कस्तो लाग्छ मेरो मिनी भ्लग कस्तो हेरिदिनु होला है त। ल हाम्रो चाहिँ कुन बाइक लिने रेन्टमा भनेर सल्लाह हुँदैछ गाइजहरू। अब दुईजना दाईहरूले सल्लाह गर्दै हुनुहुन्छ होइन। अब लिन त हामीले सायद बुलेट नै लिन्छ होला। बुलेट र 220मा एउटा है, धेरै लिने होइन, दुईवटा लिने हो। बाइक रेन्टमा लिनेमा चाहिँ आइसकेको छौँ पसलमा। चाहिँ बाइक चाहिँ रेन्टमा भित्र हो बाइकहरू चाहिँ। अन्त बाइक चाहिँ दाईहरू भित्र जानुभयो, यस्तो हेरिदिनुहुन्छ। एउटा दाई यता हुनुहुन्छ, बाइकहरू बवाल छ, राम्रो छ रेन्टमा बाइकहरू चाहिँ। लिने चाहनुहुन्छ भने छ, जति पनि छ बाइकहरू रेन्टमा, रेन्टमा छ। बाइकहरू चाहिँ थुप्रै रेन्टमा छ। हामी चाहिँ अनलक्की रहेछ किनभने चाहिँ बाइकमा रेन्टमा लिन आएको है, बाइक रेन्ट लिन आएको। बुलेटै भ्याइयो रहेछ कि, बुलेट बाइक नै भ्याइयो रहेछ। थाहा छ लास्टमा चाहिँ गाइस रेन्टमा चाहिँ बाइक लगभग पुरै भ्याइयो रहेछ बुलेट रहेन चाहिँ। हामीले चाहिँ बुलेट लिने विचार गरेको थियौँ, बुलेट चाहिँ लिएनौँ। सायद 220 ल्याउने विचार गऱ्यौँ। अनि टेस्ट राइड पनि गरी हेऱ्यौँ, ठिकै छ 220 पनि होइन। 220 पनि ठिकै छ। सायद अब 220 त लग्ने होला। भित्र ड्राइभरले उसको अनि राख्नुभयो, म चाहिँ बाहिर छु। सायद बुलेट भएन केही छैन। बुलेट चाहिँ लगभग 8 दिनको लागि ल अरे 3टा बुलेट रहेछ यहाँ चाहिँ, 3टा बुलेट रहेछ अनि 8 दिनको लागि ल अरे। त्यो गाह्रो छैन अहिले चाहिँ।